Namaste and welcome to my channel. This is Agya. So new day, new vlog. So आज चाहिँ छु म पोखरा हामी पोखरा चाहिँ आफ्नो इभेन्टको लागि आएको कलेजबाट चाहिँ 5 जना सेलेक्टेड स्टुडेन्ट मात्र 5 जना त यति हुन्छ त्यही हो त बाहिर के थियो दुई 5 जना सेलेक्टेड स्टुडेन्ट मात्र आएको यहाँ सो म किन आएको र कुन इभेन्टको लागि आएको भन्ने थाहा पाउनलाई चाहिँ you can watch this video till the end मैंने चाहिँ यहाँ कॉफी बनाए यहाँ अर्को साथै कोही कोरोना जिको हामी अब कफी खान्छौँ के तो भएछ मलाई कफी मन पर्दैन मैले बनाएको मिसाकी पढेर बनाएको कफी त्यो त साँच्चै त्यो त हो कफी वाह यहाँ त कस्तो राम्रो देखे मन मुग्दो हो क्या हेर न यहाँ ओए कस्तो इरिट हाने देखिन्छ है थाहा भइहाल्छ त ओए म राम्रो त त्यो लाइटली हो क्या भक्कै होला गाइस हामी चाहिँ गाइछौँ रे हामी चाहिँ पोखरा आइछौँ न हामी चाहिँ पोखरा तपाईँहरूलाई के भन्नु छ भन्नु आफ्नो इन्ट्रोडक्सन देऊ न हेलो एभ्रिवन आई एम करुणा मानिया अरू के सो हामी चाहिँ कलेजबाट 5 जना स्टुडेन्ट आएको 3 केटी अनि 2 जना दाइहरू चाहिँ आउँदै हुनुहुन्छ होला यहाँ दिदी पनि हुनुहुन्छ अनि पहिला 2 जनाको रुममा थियौँ अनि त्यसपछि हेलो दिदी हेलो आफ्नो इन्ट्रोडक्सन नै दिनु न माई नेम इज निसा राणा नाना यहाँ 3 जना 3 थरी सम्भावन छेत्री राणा अनि त्यही हो न के भन्नु अहिले चाहिँ भोक लागेको अवस्था साह्रै भोक लाग्छ बिहान रोटी र अन्डा खाएको त हो नि मैले बिहान खाना नै खाएन क्या मान्छे लाउँथ्यो के हाल्नु सो अझै साह्रै अहिले भर्खरै कफी खायौँ अनि हामी चाहिँ पहिला 2 जनाको वाला रुममा बस्ने भनेर भनेको थियौँ अनि पछाडि चाहिँ 3टा वाला रुममा सार्दिनमा लो घाँटी नै बस्छ कि अहिले अनि अरू के भन्ने अनि अझै साह्रै भोक लाग्छ कतै जानुहोस् कफी खायो खाना मलाई चाहिँ कति मिठो लागेन जिन्दगी पल्चोटि हो मैले ब्ल्याक कफी खाएको व्हाइट भए त दुध नै हो नि त्यो सिनै छैन यहाँको यो उठाएको त उतापट्टि त कस्तो राम्रो देखिन्थ्यो पछाडिको चिज तर अलि नराम्रो रुममा पछाडि पठाइदिएछन् कि हामीले चाहिँ हामी तौजान लाग्यो दिस इज माई फेसन अफ टुडे आजको फेसन हो मेरो सो गाइज हामी चाहिँ अब खाना जान लागेको लेट्स हामी कहाँ गएर खाना खान्छौँ फेरि होटलमा आएर फेरि होटलमा नखाएर कहाँ बाहिर जानु होला भन्नु न बेलुकाको खाना चाहिँ आफ्नो अरे आफूले जहाँ खाने तर त्यसको पैसा चाहिँ एक पुस्ता पछाडि पाइन्छ अरे जसरी फेरिको बेलुकीको खाना चाहिँ आफ्नो हिसाबले खानुपर्ने भयो एनिवे ओए हेलो करुणा यो प्राइभेटको के काम ला रातिमा पोखराको भ्यू यस्तो छ है देख्न सक्नुहुन्छ अब हामी लाइक साइड जान लागेको राति यो चाहिँ भाइरल अम्ब्रेलाको के पेस कुनै के भाइरल थियो यो भाइरल ठाउँमा आगेको तिनीहरू चाहिँ अघि गएछन् म चाहिँ पछि हिँड्दैछु रातिमा चाहिँ यस्तो गरेँ लेफ्ट साइड हाई दिदी हामीले चाहिँ फोटोसोटो खिच्यौँ अनि अब यसो उहाँ घुम्छ भने घुमेर गएर अनि फेरि खाना खाएर अनि फेरि होटलमा जान्छौँ मेरो भोइस कति सानो त सुनिन्छ होला है एकदम राइट हामी चाहिँ चटपट खानको लागि गऱ्यौँ चटपट बनाएको भिडियो खेल्नु मिल्छ नि है
सो गाइज हामी चटपट आइसक्यो पहिल्यै मुख पानी खानुभन्दा अगाडि चटपट चाहिँ खाइयो गाइज तर पिरो साह्रै पिरो रहेछ मान्छेको कमाउने आइडिया चाहिँ खत्रै हो क्या फेरि चटपट बनाइदियो अनि त्यसपछि चाहिँ किन्न लगाउने बिजनेस आइडिया गऱ्यौँ अनि अब चाहिँ हामी फेरि फर्किन लाग्यो कस्तो लाइटै आउने यार वाह मेरो स्किन कस्तो ग्लोई देखिन्छ सेल्फ अब्सेस साह्रै हेन्सम छु नि ट्राइपड लिएर ट्राइपड युज नगरी मान्छे म आउँदा क्या सिधै भिडियो बनाइछु ब्लगर गर्न गाह्रो रहेछ यहाँबाट हामी बाहिर निस्किन्छौँ अनि खाना खानु अनि त्यसपछि के गर्ने गर सुत्ने मजा आयो आनन्दसँग सो गाइज अहिले चाहिँ हामी खाना आएको छौँ 6:42 7 बज्नु लाग्यो अब चाहिँ खाना खाएर यस्तो छ भ्यू चाहिँ पछाडिको होटेलको भ्यू चाहिँ हामी चाहिँ लेक साइड छौँ अभियसली हो तर हामी चाहिँ बिचमा अल्झेको जस्तो भयो कि अब यता कि उता हो अब त्यसपछि चाहिँ हामी रिसोर्ट जाने हो खाना खाएपछि चाहिँ द्याट्स इट यता यहाँ भिडियो क्लिक हुँदाखेरि फोटो क्लिक हुँदैछ चाहिँ आयो जाउँ न 이해하고 싶어 틈에 끼고 싶고 이런 시간들이 모여 피어나나 싶어 이어폰을 꼈어 보면서 나 봤던 우주 비행하고 싶어 멀미약을 삼켜 쌓인 내면의 건지 패딩 입은 애 같아 아무 패딩이랑 똑같지 넌 그런 마사지 난 열심히 개바빠 우린 충분히 바빠 근데 가끔 구름 이별에 있는 사람들의 노래는 पनि गर्यो र अब हामी फेरि जान लागेको छौँ रिसोर्ट अघि त एकछिन त कतै भुलभुलाई जस्तो भएको थियो एकछिन त यसरी हिँड्ने बेला भ्लग बनाउँदै हिँड्दा फेरि एक्सिडेन्ट होला तब फाइनली गाइज भेरी धेरै स्ट्रगलको बाद हामी हाम्रो रिसोर्ट फर्क्यौँ ओ माई गुडनेस Just look at here. I'm saying I am guys. About your time. It's time for Oh guys, अब हामी रुममा पनि आयो अनि चाहिँ बस्न लागिसक्यो सो आजलाई चाहिँ यति नै अब भोलि चाहिँ रियल इभेन्ट हो भोलिको ब्लग चाहिँ हेर्नु होला बाई गाइज